माछा हैन तपाईँ देख्न सक्नुहुन्छ आँप यो लोकल आलु हो ल तपाईँ देख्न सक्नुहुन्छ लोकल आलु हो यो तरुल ल हाम्रो केटाहरूले सामान किन्दैछन् तपाईँ हेर्न सक्नुहुन्छ केटाहरू परबाट हाई गरे छोरीले कस्तै दिन्छ पैसा छोरीले पुरा यस्तो गरेर दिन्छ पैसा कति हो हेलो साथीहरू नमस्कार के छ तपाईहरुको हाल खबर मेरो चाहिँ एकदम ठिकठाक छ आज फेरि म तपाईहरुको सामु यो मेरो नयाँ भिडियो लिएर आउँदै छु तपाईहरु हेर्नु होला हेरेर साथ दिनु होला अनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला धन्यवाद तपाईं देख्न सक्नु यो छोटु ल साथीहरु तपाईं देख्न सक्नुहुन्छ राम्रो छ यता आएर केटा राई पछाडि देखो गाइस तपाईहरु तर हैन ल हाम्रो सामान चाहिँ यहाँ रेडी हुँदैछ ल केटा छलफल गर्दैछन् तपाईँ देख्न सक्नुहुन्छ साथीहरू लग्ने ल जुनले जति लगिनुहुन्छ चप्पल र मोजा मेरो छ है ल हाम्रो केटाहरू लाइन लाग्न जाँदैछ सामानको लाज मानिरहेछ मुसु तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो काउन्टर हो ल हाम्रो केटाहरूले सामान किन्दैछन् तपाईँ हेर्न सक्नुहुन्छ केटाहरू परबाट हाई गरे छोरीले कस्तै दिन्छ पैसा छोरीले पुरा यस्तो गरेर दिन्छ पैसा कति हो ल हाम्रो केटाहरू चाहिँ यहाँ मासु छान्दैछन् कतिको लाने केटा खराएको मासु तपाईँ हेर्न सक्नुहुन्छ लाने त्यो ल त्यो हो त्यो तलको 4 रियाल गरे कति महँगो हो वहाँ कति रियालमा लिनु यो भन्दा चाहिँ 3 रियालमा हैन के लिने कि त्यहाँ पनि छिर्ने हो दादा ओ थिएम छिरौँला ल ओके छिर्नेबाट छिरात लगाउँ नि किन लगाउनु पर्यो ओके चामल पनि लग्ने के तपाईँ देख्न सक्नुहुन्छ एउटा बाछा
यता हाम्रो सोल्टिनीहरू मुसु मुसु हाँदै यहाँदेखि कहाँ छिरिन्छ माछा हेर माछा माछा यहाँदेखि छिरिँदैन यहाँदेखि टाढै छ लाइनमा लगाइहाल्ने लगिहाल्ने छिरिँदैन बाटोबाट उल्टो पर्छ होइन टोली हो समाज ल समातेर ल ल केटाहरूलाई एउटा एउटा मासु लग्यो महँगो मानेको हो यसको जान्न ए यहाँ लान्छ क्या ल लानी लानी ल आमा म रियालमा त हुनै पाउँछ होला त यार बगाल होइन ल साथीहरू तपाईँ देख्न सक्नुहुन्छ यता हाम्रो तेल चाहिँ अफरमा रहेछ ल अफर ल माथि देख्न सक्नुहुन्छ सबै तेल अफरमा अनि ठुलै लाने ल ठुलै हाल्ने तेल नलाने तिमी तेल त लाने भनेको खोइ अब यत्रो सानो खालको तेल तपाईँ देख्न सक्नुहुन्छ आँप यो के खरबुज कति रुपियाँलाई यो त 10 रुपियाँ यो 5 रुपियाँ ल तपाईँ स्टोर देख्न सक्नुहुन्छ गाइस साथीहरू ठुलो लानु स्प्राइट नलाने कि पेप्सी लाउँदा आज पर ठिक हुँदैन ल साथीहरू तपाईँ देख्न सक्नुहुन्छ यहाँ फेरि हामी साबुन अहिले यतिसम्म भयो साबुन किन्दैछौँ केटाहरू साबुन किन्दैछन् यो लोकल आलु हो ल तपाईँ देख्न सक्नुहुन्छ लोकल आलु हो यो तरुल यसको दाल नि मिठो हुन्छ क्या यसको दाल पुरै तरुल यो तरुलै क्या साथीहरू ल हाम्रो केटाहरूले चाहिँ यहाँ सामान ल्याएर रेडी निस्किसके कति आयो मासु कतिवटा छ हो हेर्ने फेरि के अरे अस्ति जस्तो नभन्नु नि चिकन एउटा या दुईवटा लेख्यो होइन 9 रियाल एउटा 9 रियाल 95 पैसा एउटा 9 रियाल कुन हिसाबले हाल्ने त्यो चिकन त्यो उयो नि त्यो कलेजोलाई त्यसलाई 9 रियाल हाल्ने त्यो केटाहरू चाहिँ अब यहाँ टली डुबाएर छन् तपाईँहरू हेर्न सक्नुहुन्छ म अहिले यहाँ रिपोर्टिङ गर्दैछु अघि हामी पहिलोचोटि आएको मार्केट चाहिँ यो है सस्तो मार्केट ल अब चाहिँ साथीहरू हामी चाहिँ यता के अरे मार्केटदेखि टक्क लाएर अब बाहिर निस्किँदैछौँ तपाईहरु हेर्न सक्नुहुन्छ यता छोटु र अनि यता राई जेउस दुईजना ड्राइभरले चाहिँ आज बस चलाउँदै छन्। तिनीहरु चाहिँ
तिमीहरूको लाइसेन्स भएन केटा लाइसेन्स थिएन क्या नेपालदेखि लाइसेन्स लिएर आएन अनि तपाईँ यहाँ देख्न सक्नुहुन्छ यो फोहोर फाल्ने होइन झगडा गरेर पक बोक्नु कहिले केही भन्दैन तर लग्ने कि बोक्ने भन्ने कुरा भयो के ए कुरा ल केटाहरू ओह्रालो लाग्दैछन् भयो साथीहरू अहिले चाहिँ हामी मार्केटिङ गरेर बाटोमा पुगिसकेका छौँ तपाईँहरू देख्न सक्नुहुन्छ अनि यो चाहिँ सिग्नल भइहाल्यो अनि हाम्रो केटाहरू चाहिँ गर्मी भयो भनेर धेरै आत्तिएर धेरै अगाडि पुगिसके हामी चाहिँ दाजुभाइ बिस्तारै बिस्तारै जाँदैछौँ गाडीले चाहिँ अट्याक गरे हामीलाई हेर्न सक्नुहुन्छ अनि गर्मी धेरै छ के गर्ने धेरै गर्मी छ साथीहरू यो चाहिँ के हो साइकल ढालेछ हावाले तपाईँ देख्न सक्नुहुन्छ केटाहरू ओ